हजुरको एज हजुरहरुको डिमान्ड चाहिँ धेरै चाहिँ मैले प्रैंक भिडियो देखेँ माया पनि पाइरहेको छ हिट पनि पाइरहेको छ। सो हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। म सन्जय सुवाको हजुरहरु पनि एकदमै सन्चै हुनुहुन्छ होला र आरामै हुनुहुन्छ होला। न्यू डे न्यू ब्लग भन्न चाहन्छु। अहिले चाहिँ मेरो ब्लग चाहिँ डेली नै आइरहेको छ, माया पनि पाइरहेको छ, हिट पनि पाइरहेको छ। त्यसको लागि थ्यांक यू सो मच हैन। अनि आजको भिडियो के अनुसार छ भनेर त बाइ द थम्बनेल बाइ द टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। आजको हजुरहरु चाहिँ क्युएनए भिडियो हुँदैछ। अनि क्युएनए भिडियो चाहिँ मैले कमेन्ट पढेको धेरै जसो कमेन्टमा चाहिँ प्रैंक भिडियो चाहिँ मात्रै थियो हैन। सो म प्रैंक भिडियो चाहिँ ल्याउने सक्दो प्रयास नै गर्ने नै छु। सबजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। म प्रैंक भिडियो चाहिँ ल्याउने कोसिस नै गर्ने नै छु। अनि चाहिँ त्यसपछि जसले कमेन्ट गरिदिनु भयो उहाँहरुलाई थ्यांक यू सो मच हैन। अब म सरासर कतिवटा कमेन्ट लिएको छु भन्दा लगभग नै त म 15 वटा कमेन्ट लिएको छु। म 15 वटा कमेन्ट चाहिँ बिस्तारै बिस्तारै क्वेशन एन्सर दिँदै जाने नै छु। सबजनाले लास्टसम्म हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला हैन। अब चाहिँ भ्लग चाहिँ डेली नै आइरहने नै छ र आजको भिडियो अनुसार अब हामी टक्क क्वेशन पढ्नतिर लाग्छौँ है त। म नाम क्वेशन पढ्छु हैन। अनि क्वेशनको चाहिँ यता माथि साइडपट्टि उडा दिन्छु त टक्क कमेन्ट चाहिँ राख्दिन्छु। फर्स्ट कमेन्ट स्वस्तिका D8 आएको रहेछ हैन। दाइ अब हजुर पोखरा कहिले आउनुहुन्छ त? अनि अब अरे म चाहिँ पोखरा चाहिँ अहिले एकछिनको लागि चाहिँ फिलहाल आउँदिनै नै होला हैन। अहिले चाहिँ मेरो स्कुल चलिरहेको छ नि त, कलेज चलिरहेको छ। त्यही भएर म चाहिँ अहिले पोखरा चाहिँ आउन अलि सम्भव चाहिँ छैन हैन। अब नेक्स्ट क्वेशन कमेन्ट दिँदा जान्छ म चाहिँ M@MC0M8I0 अरे हजुरको दिदी बहिनी छ कि नै दादा? मेरो चाहिँ दुईटा बहिनी एउटा दिदी छ। हजुरको एज मेरो एज चाहिँ 19 हो हैन। हजुरको फ्यामिलीमा को हुनुहुन्छ? मेरो फ्यामिलीमा चाहिँ म, मम्मी, बाबा अनि दिदी अनि दुईटा बहिनी। हजुरसँग छिटो भेट्न पाउँदा जिहरू ओके भइहाल्छ नि हैन। टक्क पछि भेट्नु होला नि, कुनै दिन टाइम त मिल्छ हैन, नमिल्ने होइन। र हामी नेक्स्ट क्वेशनतिर जानेछौँ। विनिता 29 मनमा त धेरै कुराहरू छन् तर सोध्न मन लागेन अरे। मनमा लागेको क्वेशनहरू अब नेक्स्ट अहिलेको क्युएनएमा त सोध्नु भएन। अब नेक्स्ट क्युएनएमा सोध्नु होला। म हजुरले क्वेशन गरेको सब एन्सर दिने सक्दो प्रयास नै गर्ने नै छु। र अब हामी नेक्स्ट क्वेशनतिर लागौँ है त। @60 पाठक 1 प्रैंक भिडियो चाहियो भन्छ नि। प्रैंक भिडियोको लागि यति डिमान्ड छ नि गाइज, यति धेरै डिमान्ड छ प्रैंक भिडियोको लागि। तर म त्यो सक्दो ल्याउने कोसिस नै गर्नेछु। कसलाई प्रैंक गर्ने भनेर कमेन्ट गरिदिनु अनि यो भिडियोमा कमेन्ट गरिदिनु कसलाई प्रैंक गर्ने भनेर। म त 2-3 दिनभित्र चाहिँ त्यो प्रैंक चाहिँ ल्याउने सक्दो प्रयास नै गर्ने नै छु। प्रयास मतलब नि प्रैंक भिडियो ल्याउने नै छु। सो कसलाई प्रैंक गर्ने कमेन्ट गरिदिनु होला है त। सन्तोष थापा Q3WI दाइ म हजुरको बिग फ्यान फ्रम किसनबारी। सायद उता उसको होला किसनबारी, हाम्रै उसतिर रामपुरकै। हजुरको एज कति? मेरो एज चाहिँ 19 हो हैन। हजुरको जिएफ छ कि छैन? मेरो अहिलेको टाइममा चाहिँ भन्दा नि मेरो जिएफ चाहिँ छँदै छैन हैन। बेस्ट फ्रेन्ड छ कि छैन? बेस्ट फ्रेन्ड किन नहुने अहिलेको टाइममा? बेस्ट फ्रेन्ड त सबैको हुन्छ, छ अभियसली। प्रैंक भिडियो चाहियो अब। यहाँ पनि प्रैंक भिडियोको डिमान्ड, प्रैंक भिडियोको यति धेरै डिमान्ड छ नि अहिलेको टाइममा। हजुरको फ्यामिलीमा को हुनुहुन्छ र किन रिभिल गर्नु भएको छैन? मेरो फ्यामिलीमा मैले भनिसकेँ त 5-6 जना हुनुहुन्छ। बाबा, मम्मी, म अनि एउटा दिदी, दुईटा बहिनी। रिभिल भन्दा पनि बाबा, मम्मी, बहिनी चाहिँ गाउँतिर बस्नुहुन्छ हैन। अनि त्यसपछि म चाहिँ यहाँ तल रामपुर बस्छु नि त। त्यस कारणले गर्दा चाहिँ म रिभिल गर्न चाहिँ भ्यान्न। मतलब म भ्लग यहीँ रामपुरमै स्टार्ट गर्छु। सब यहीँ हुन्छ नि, मम्मी बाबाहरू मास्तिर हुनुहुन्छ नि त। सो त्यस कारणले गर्दा चाहिँ बाबा मम्मीहरू खासै भ्लगमा देखिनुहुन्न। अरू क्वेसन अर्को क्युएनएमा डेली भ्लग चाहियो दाइ अरे भइहाल्छ। अब डेली भ्लग त मैले हालिरहेकै छु अहिलेको टाइममा चाहिँ। पछि के हुन्छ हेरौँ हैन। म चाहिँ सक्दो प्रयास नै गर्ने नै छु डेली भ्लग हाल्ने चाहिँ हैन। सो सबजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त।
एचपीडी ब्लग्स एडिट फर इट एउटा खतरा प्राङ्क भिडियो चाहियो अरे मैले नै प्राङ्क हान्दिनुपर्छ क्या गाइज मैले नै प्राङ्क हान्दिनुपर्छ क्या गाइज हामीलाई नै प्राङ्क हान्दिनुपर्छ कि जस्तो लागिरहेको छ अनि प्राङ्क भिडियो चाहिँ धेरै नै आयो ल 5-6वटा क्वेसनमा प्राङ्क भिडियो मात्रै छ सो म प्राङ्क भिडियो चाहिँ सक्दो ल्याउने प्रयास नै गर्ने नै छु सो कमेन्ट गरिदिनु होला कसलाई प्राङ्क गरिदिनु पुष्पराज डोटेल फोइट 9 डेली ब्लग चाहियो डेली ब्लग चाहिँ अब आउँछ नआउने होइन त्यति बेला मेरो टाइम मिलेदैन मैले वास्तवमा भन्नुपर्दा डेली ब्लग पहिला किन आउँथेन भन्दा मेरो मोबाइल थिएन राम्रो थिएन सो त्यस कारणले चाहिँ मेरो डेली ब्लग हाल्न स्टोरेजले पुग्थेन अहिले चाहिँ नयाँ राम्रो मोबाइल छ तर के गर्नु भिडियो गराउनु नराम्रो मोबाइल हुँदा चाहिँ भिडियो गराउन एक्साइटेड हुन्छ अनि त्यसपछि जब राम्रो मोबाइल आउँछ त्यसपछि भिडियो गराउन मन नलाग्ने कि के हो नि खै कुनै हुँदैन क्या खासै कुनै जान्न त्यही भएर मैले डेली ब्लग चाहिँ अहिले चाहिँ कन्टिन्यू जस्तो डेली ब्लगलाई हालिरहेको छु देबुनेवा 05 ब्लग बब्बाल छ ब्रदर थ्याङ्क यू सो मच हजुरहरूको माया र सपोर्टले गर्दा नै हो म डेली ब्लग हाल्न थालिरहेको सो माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है त मलाई त प्राङ्किङ भिडियो अनि च्यालेन्जिङ भिडियो चाहियो माया छ @शुभम ब्लग्स एडिट फर इट प्राङ्क भिडियोको डिमान्ड त गाइज जति भयो यार प्राङ्क त म एकजनालाई हान्नै पर्ने भयो सो गाइज अब म चाहिँ प्राङ्क भिडियो चाहिँ यो भिडियो होइन योभन्दा नेक्स्ट भिडियो चाहिँ प्राङ्क भिडियो नै ल्याउने नै छु सबजनाले हेरिदिनु होला है त र च्यालेन्जिङ भिडियो चाहिँ अब आउँछ बिस्तारै अब एक्लै च्यालेन्ज गर्नुभन्दा पनि अब टिममेटमा च्यालेन्ज गर्ने हो होइन अब चाहिँ हामीले प्राङ्क भिडियो चाहिँ अब ल्याउँछु म प्राङ्क चाहिँ ल्याउँछु च्यालेन्ज पनि अब मिल्यो भने चाहिँ यही हप्ताभित्र अर्को च्यालेन्ज भिडियो पनि आउँछ है त गाइज सो सी यू सुन सबजनाले माया गरिदिनु होला हेरिदिनु होला है त अनि त्यसपछि गाइज युबिना विश्वकर्मा एन्ड @युबिना विश्वकर्मा अबदेखि डेली ब्लग आउनु पर्यो डेली ब्लग त आइरहेकै छ होइन अनि त्यसपछि चाहिँ आफैले ब्लग डेली आउँछ भनेर भनी अनि कहिले काहीँ छुटाउनु भएन अरे ओके अब म डेली चाहिँ आउँछ किन नआउने अब चाहिँ आउँछ सो रुमै गएको नेट चलेन त्यो कमेन्टको चाहिँ म अलिक गर्छु ल एन्सर चाहिँ त्यो तलको भएर नेट चलेछ नि त्यही भएर छुट्दैन युबिना भिडियो चाहिँ छुट्दैन सो सबजना माया चाहिँ चाहियो भिडियो चाहिँ छुट्दैन ल अनि हाम्रो दिपेन ब्लग 1030 दाई हजुरको घर कहाँ हो अरे मेरो घर चाहिँ चापकोट 7 पर्सार कहाँ हो दाई हजुरको घर कहाँ हो दाई लेख्यो अनि त्यसपछि दाई हजुरको गर्लफ्रेन्ड छ कि नै दाई अरे मेरो गर्लफ्रेन्ड चाहिँ छैन दाई हजुरको फेभरेट ब्लगर को छ दाई मेरो फेभरेट ब्लगर क्रेजी ब्लग हो मेरो फेभरेट ब्लगर चाहिँ सन्तोष दाई क्रेजी स्क्वाडको सबै मेम्बरै हो मेरो फेभरेट ब्लगर चाहिँ सो अरू पनि मनपर्छ किन नमन पर्नु मेनमा चाहिँ म क्रेजी स्क्वाडलाई नै दिन्छु त दाई हजुरको च्यानलबाट इन्कम आयो कि मेरो च्यानलबाट चाहिँ अहिले फिलहालको लागि इन्कम चाहिँ आएको छैन ल हजुरको युट्युब कहिलेबाट स्टार्ट गर्नुभएको दाइ मेरो युट्युब स्टार्ट गरेको चाहिँ मेरो पहिला चाहिँ अर्को सेकेन्ड च्यानल थियो होइन मतलब पहिला त्यो मेन च्यानल थियो मेन च्यानलमा चाहिँ केही प्रब्लम आएर त्यो च्यानल मैले चाहिँ लगभग क्रिएट गरेको 2020 मा क्रिएट गरेको अनि त्यसपछि त्यसमा चाहिँ मैले त्यसलाई कति 2024 मा केही प्रब्लम आयो त्यसमा चाहिँ अनि त्यसपछि त्यो च्यानल चाहिँ म छोडिदिएर अहिले फेरि यो नयाँ स्टार्ट गरेको यो च्यानल चाहिँ ओपन गरेको चाहिँ धेरै भएको छैन 1.5 वर्ष जति भयो होला सायद हजुरले दिपेन ब्लग्स 1030 लाई सपोर्ट गर्नु छ कि नै सपोर्ट त मैले लगभग सबलाई नै सपोर्ट गरिरहेकै छु सपोर्ट नगर्ने होइन तिमीलाई पनि सपोर्ट गर्छु किन नगर्नु किन दाइ हजुरको एज कति हो एज चाहिँ मेरो 19 यो माथि नै मैले भनिसकेको छु हजुरलाई दिपेन ब्लग्स 1030 मन पर्छ कि नै किन मन नपर्नु सब मन पर्छ मेरो लागि सब एकै होइन ब्लगर भन्नु सब आफ्नो ठाउँमा
ठिक छ हैन त्यही भएर सबलाई मन पर्छ दाइ अब डेली ब्लग हो दाइ डेली ब्लग त आइरहन्छ किन नआउने डेली ब्लगै छ अहिलेको टाइममा चाहिँ दाइ अब पोखरा कहिले जाने हो दाइ हजुरहरुले म चाहिँ पोखरा चाहिँ लगभग अहिले फिक्स चाहिँ छैन कहिले जान्छु भनेर तर जानु चाहिँ जान्छु एक फेर र सो नेक्स्ट क्वेसन चाहिँ हाम्रो प्रकाश दाइको छ हैन प्रकाश दाइले चाहिँ तिम्रो परिवारमा कुन कुन हुनुहुन्छ मेरो परिवारमा चाहिँ बाबा मम्मी दिदी दुईटा बहिनी अनि म 5-6 जना हो हैन फोटो सहित चिनाउनु पर्यो भाइ अरे हस् दाइ मेरो चाहिँ अब दाइले फोटो सहित भन्नु हैन बाबा चाहिँ म रुक्ने स्क्रिनमा राखिदिन्छु त बाबा चाहिँ हुनुहुन्छ हैन अनि त्यसपछि मम्मी दिदी अनि दुईटा बहिनी सो उहाँ नै हो हैन अनि म 6 जना हो टोटल हाम्रो फ्यामिलीमा चाहिँ अनि त्यसपछि अर्को नेक्स्ट क्वेसन चाहिँ @ALLINNF9 N6 अरे अझै 100 पुराको भए हुन्थ्यो हेर्न पनि मजा आउँथ्यो अरे सायद यो चाहिँ 100 पुराको भए भनेको ऊ होला सायद पानीपुरी च्यालेन्ज चाहिँ हामी 20-20 वटा खेल्थ्यौँ नि 100 वटा खेल्न पठाएको होला त्यो नेक्स्ट टाइम चाहिँ 100 भन्दा नि बिस्तारै यहाँ है 100 चाहिँ अहिले डाइरेक्टली 100 चाहिँ ल्याउँदिनँ म तुर्नै सकिँदैन खासै कुनै हुँदैन 100 चाहिँ अब नेक्स्ट टाइम चाहिँ कुनै एउटा भिडियोमा चाहिँ ल्याउने सक्दो प्रयास नै गर्नेछु ल अनि अर्को कमेन्ट छ @vishalvlogs54 भिडियो त बब्बाल जदाइ क्वेसन फर यु फर्स्ट क्वेसन ब्लग बनाउँदा अरू केही काम गर्न मन छ कि नै ब्लग मतलब भरक बेला त म चाहिँ ब्लग गराएपछि नि दिउँसोतिर स्कुल नै जानुपर्छ कलेज जानुपर्छ त्यही भएर भ्याउँदैन म ब्लग गराउने भनेको चाहिँ बिहान स्टार्ट गर्छु अनि स्कुलबाट आएर स्टार्ट गर्छु अनि राति चाहिँ एडिटिङ गर्छु अनि त्यसपछि टक्क पोस्ट गरिदिन्छु अनि अर्को नेक्स्ट ब्लग स्टार्ट गरिए त्यही भएर मलाई अचार खासै मोबाइल हेरेँ अरू बाहिरीमा गरेर त्यस्तो केही गरेको छैन है स्टडी पछि के प्लान छ स्टडी पछि युट्युबतिरै आउने प्लान छ हेरौँ के हुन्छ सक्सेस हुन्छ कि हुँदैन भनेर त त्यो पछि हेर्दै जानु होला कि होइन तर फिलहालको लागि चाहिँ युट्युबै छ घरबाट कतिको सपोर्ट छ ब्लगमा अरे घरबाट ठिकै धेरै नै छैन थोरै नै छैन ठिकै भनौँ सबभन्दा मनपर्ने कुरा के कुरा मतलब यो चाहिँ मैले बुझेन सबभन्दा मनपर्ने कुरा भने त्यहाँ केही तोक्नु पर्थेन जस्तै खानेकुरा त्यस्तो ब्लगहरू के त्यस्तै केही तोक्नु पर्थ्यो यो चाहिँ क्वेसन मैले चाहिँ बुझेन होइन सो गाइज आजको लागि चाहिँ कमेन्ट यति नै रहेको थियो होइन अरू छ कि यति रहेछ सो गाइज आजको लागि कमेन्ट चाहिँ यति नै थियो होइन जसले कमेन्ट गरिदिनु भयो उहाँहरूलाई थ्याङ्क यू सो मच होइन फर यर लभली कमेन्ट होइन उहाँहरूको रिप्लाई दिएकै छु अब अरू केही सोध्न मन छ भने चाहिँ हाम्रो नेक्स्ट क्युएनएमा सोध्न सक्नुहुन्छ होइन सो माया चाहिँ गरिदिनु होला होइन हजुरहरूको डिमान्ड चाहिँ धेरै चाहिँ मैले प्र्याङ्क भिडियो देखेँ सो प्र्याङ्क भिडियो चाहिँ ल्याउने सक्दो प्रयास नै गर्ने नै छु होइन अनि माया चाहिँ गरिदिन नबिर्सिनु होला होइन हजुरहरूले माया गरिदिएर नै मैले चाहिँ डेली भ्लग हाल्ने हौसला मिल्नेछ अनि त्यसपछि चाहिँ लास्टसम्म जसले हेरिदिनु भयो थ्याङ्क्स फर वाचिङ माई भिडियो लभ यु अल जय नेपाल